ल गाइसहरु फाइनल्ली आज त्यो कागती खेती गर्ने भनेर उसको खाउला निर्माण भइसकेको छ हैन। यहाँ योसँग 3वटा भइसक्यो। बिस्तारै घर बिस्तारै हो। यो कागतीको खादाले कतिवटा भयो अहिलेसम्म? अहिलेसम्म 4वटा भयो सर। यो कति भयो? यो 5वटा भइसक्यो। योसँग 6वटा। यसले 18 छ। 18 सालले राम्रो छ। आराम आराम साथ जानुस्। यो 7वटा भइसक्यो। 7वटा यसले 8वटा, यहाँ 6वटा, 9वटा, यसले 10वटा, 10वटा भइरहेछ। यसले चाहिँ 11वटा भयो हैन। आहा ल है यो सबै देखाउनुस् है। सबै देखाउनुस् ल हस् हस् हजुर। यतातिर यो 2वटा भयो। यो चाहिँ कति पनि म चाहिँ नछुटाएर एकदम समय यता देखाइरहेको छु सर हैन। यो चाहिँ एकदम ठिक छ। अनि कहिलेदेखि लाग्नुभयो काम? अनि यसो के भन्छ कहिलेदेखि खन्नुभयो? यो त बब्बाल छ त नि। यो खनेको त भइसक्यो नि, लगभग 4-5 दिन भयो। 4-5 दिन भइसक्यो। साथीभाइहरुसँग खनेको। ए ठिक छ। अब धेरै फल्छ होला नि सर यो बारीमा त कागती हैन। खत्रै फल्छ नि, अब खत्रै फल्ने हो। अब यो रुख चाहिँ काट्नुपर्छ। यो रुखले गर्दा चिया हुन्छ। यसलाई यसरी के पार्नुपर्छ। यसरी भाँच्नु पनि हुन्छ होला त। तर नभाँच्नु रहेछ। यसलाई पछि काट्नै पर्छ। अब यो तलको चाहिँ पछि देखाउँला। यतिलाई गरौँ। यतिमा समाप्त गरिदियो है सर। ओके गाइस।